यो चाहिँ एकदमै दुर्लभ मानिने एकमुखे रुद्राक्ष हो साथी हो। यो चाहिँ एकदमै दुर्लभ। यो चाहिँ लाखौँ अरबौँमा एउटा फल्ने, तर यो ठ्याक्कै एउटै चाहिँ फल्दैन। यो सवार हो। अरूले चाहिँ झुक्क्याएर चाहिँ नि एकमुखे प्योर एउटा मात्रै फल्छ भन्छ। अहिलेसम्मको रेकर्डमा चाहिँ यो यस्तो फलेको रेकर्ड छैन। यो पनि सवारै हो, एकदमै दुर्लभ। यसको दाम चाहिँ त्यही 10 लाख जति अनुमानित छ अहिलेलाई। ल कोही इच्छुक हुनुहुन्छ भने आउनुहोस्। किसान चाहिँ मै हो। ल 10 लाख मलाई 1 लाख दिनु ल।